नमस्कार साथीहरू, स्वागत छ टेक्निकल नेपाल युट्युब च्यानलमा। आजको यो भिडियोमा मैले तपाईँहरूलाई ई-सेवाबाट कुनै पनि बैंकमा पैसा कसरी हाल्ने एकदमै सजिलो तरिका सिकाउने छु साथीहरू। यसको लागि साथीहरू सबैभन्दा पहिला ई-सेवा ओपन गर्नुहोला। त्यसपछि माथिनिर यहाँ बैंक ट्रान्सपोर्ट लेखेको छ, त्यो बैंक ट्रान्सफरमा क्लिक गर्नुहोला। त्यसपछि माथिनिर यहाँ देख्नुहुन्छ, यहाँ तपाईँले यहाँनिर बैंक सिलेक्ट गर्नुपर्ने हुन्छ। यहाँ अलि तल यहाँ अकाउन्ट नम्बर जानुपर्ने हुन्छ, राख्नुपर्ने हुन्छ। अलि तल यहाँ अकाउन्ट होल्डर नेम, बैंकको खाताको होल्डर नेम राख्नुपर्ने हुन्छ साथीहरू। यहाँ नाम सेम राख्नुपर्ने हुन्छ। अमाउन्टमा तपाईँले अमाउन्टमा कति पैसा राख्ने यहाँ राख्नुपर्ने हुन्छ। त्यसपछि यहाँ रिमार्क्समा तपाईँले केही पनि आफ्नो नाम लेख्दा पनि हुन्छ, कुनै पनि यहाँनिर तपाईँको आफ्नो नाम 1 2 3 जे पनि लेख्दा पनि हुन्छ रिमार्क्समा। जस्तै म भर्दैछु साथी, सबै यहाँनिर मैले भर्छु। तपाईँले यसरी नै भर्नुहोला। तपाईँले पनि यहाँ देख्नुहुन्छ मैले भरिसकेँ साथीहरू। यहाँनिर बैंकको पनि भरिसकेँ, यहाँनिर नाम पनि भरिसकेँ। यसरी नै भर्नुहोला तपाईँले पनि यहाँनिर। त्यसपछि अलि तल यहाँनिर अमाउन्ट राख्नुपर्ने हुन्छ साथीहरू। अमाउन्ट राख्नुपर्ने हुन्छ कति, म जस्तै तपाईँहरूलाई देखाउन लागि 100 रुपियाँ राखेँ। यहाँनिर 100 रुपियाँ राख्छु साथीहरू। यहाँनिर अमाउन्टमा 100 रुपियाँ राख्नुहोला यसरी। त्यसपछि अलि तल तपाईँले यहाँनिर तपाईँको मेरो नाम लेख्छु, मेरै नाम लेख्छु। यहाँनिर नाम लेख्नु लेखेँ साथीहरू। यहाँ तपाईँले पनि यसरी नै भर्नुहोला साथीहरू, यसरी नै तपाईँले भर्नुहोला। त्यसपछि यहाँनिर चेकमा क्लिक गर्नु साथीहरू, चेकमा क्लिक गर्नुहोला। चेकमा क्लिक गरेपछि तपाईँले यहाँ सबै कुराहरू ठिक छ कि छैन तपाईँले फेरि पनि चेक गर्नुहोला। यसरी हेरेर तपाईँले चेक गर्नुहोला, एकचोटि तपाईँले चेक गर्नुहोला। त्यसपछि प्रोसेसमा क्लिक गर्नु साथीहरू। यहाँनिर प्रोसेसमा क्लिक गर्नुहोला। त्यसपछि अलि तल यहाँ त्यसमा माथि देखाइरहेको छ साथीहरू 100 पठाइरहेको छु साथीहरू मैले। यहाँ 10 रुपियाँ चार्ज लागिरहेछ यहाँनिर त्यसमा। ई-सेवामा तपाईँले बैंक लिङ्क गर्नुभएको छ भने यहाँ चार्ज काट्दैन साथीहरू। मैले लिङ्क गरेको छैन यहाँ ई-सेवामा। तपाईँले गर्नुभएको छ भने यहाँ चार्ज लाग्दैन तपाईँको। यहाँ 10 रुपियाँ चार्ज काटिरहेछ मेरो। यो देख्नुहोस्, फेरि पनि यहाँ तलनिर चेक गर्नु होला। यहाँनिर बैंक यहाँ देख्नुहोस्, यहाँनिर बैंक देखाइरहेको छ, अकाउन्ट नम्बर देखाइरहेको छ, होल्डर नेम देखाइरहेको छ साथीहरू। यहाँनिर अमाउन्ट यहाँ देख्नुहोस् 100 रुपियाँ। अलि तल यहाँनिर रिमार्क्समा तपाईँले मेरो नाम राखिरहेको छु। तपाईँले आफ्नो नाम राख्नुलाई 1 2 3 राख्न सक्नुहुन्छ। तपाईँ जे पनि राख्दा पनि हुन्छ। रिमार्क्समा तपाईँ के पनि राख्दा पनि हुन्छ। त्यसपछि यहाँ देख्छु भनेर अलि तल यहाँनिर देख्छु भनेर 100 रुपियाँ रहेको छ, पेमेन्ट 100 रुपियाँ। यहाँ सर्भिस चार्ज यहाँ 10 रुपियाँ। त्यसो अलि तल यहाँ 110 रुपियाँ कन्फर्म, 110 रुपियाँ यहाँनिर पे गर्नुपर्ने हुन्छ यहाँनिर। त्यसपछि कन्फर्म गर्नु साथीहरू। कन्फर्ममा क्लिक गर्छु मैले। त्यसपछि अलि तल यहाँतिर एरोमा क्लिक गर्नु होला र तपाईँले ई-सेवाको NPIN हाल्नुपर्ने हुन्छ यहाँनिर। जस्तै म हान्छु यहाँनिर साथीहरू। ई-सेवाको NPIN पनि हानिसकेँ मैले। यहाँ पिनकोड हाल्नु होला तपाईँको ई-सेवाको, 4वटा नम्बरको ई-सेवाको पिन नम्बर राख्नु होला। त्यसपछि कन्फर्ममा क्लिक गर्नु साथी। कन्फर्ममा क्लिक गरिसकेपछि यहाँनिर देख्छु एकछिन पनि लोड हुन्छ। यहाँ तल यहाँ पेमेन्ट सक्सेसफुल देखेको छ देख्छु। यहाँनिर डनमा क्लिक गर्छु। यसरी नै सजिलैसँग तपाईँले ई-सेवाबाट कुनै पनि बैंकमा पैसा ट्रान्सफर गर्न सक्नुहुन्छ साथीहरू। ल त साथीहरू, आजको भिडियो यति नै। अर्को नयाँ भिडियोमा फेरि ओके बाई।